खुला आकाशको नागेर गई ऊ घरको पर्खा धेरै सोचेथी ऊ मानेन मनले डरको शङ्का जमाना ठिक छ भन्ने आँखा अघि उसको छलको पर्दा धेरै नै ढिलो भइसक्या थियो आँखामा सत्यको छलको पर्दा सपना खुला आकाशको नागेर गई ऊ घरको पर्खा धेरै सोचेथी ऊ मानेन मनले डरको शङ्का जमाना ठिक छ भन्ने आँखा अघि उसको छलको पर्दा धेरै नै ढिलो भइसक्या थियो आँखामा सत्यको छलको पर्दा रातिको 10 बजिसक्यो अझै घर पुगेकी छैन आमाको मनमा डर छोरीले दुनियाँ बुझेकी छैन बुवा छन् चुपचाप सम्झिँदैछन् आफ्नो फुलको बारे उहिलिन सक्छ त्यो फुल आज जुन फुल राम्रोसँग फुलेकी छैन घरमा माहौल तनावको छोरीको मुख हेर्न हतार पो गरेको कर उठिरहेको छैन कसले पो छोरीलाई कता समात्यो साथीको घरमा गएर कल खबर छैन र त्यहाँ पनि ऊ टुटियो मन कोही गरिदियो मद्दत छोरीलाई गुमाउने डर खानामा गएर मिसिको केस गरेर फर्किँदा धेरै नै मेन्टल पेन फिजिकल स्ट्रेस भएपछि छोरीलाई के परिवारको इज्जत बिग्रिन्छ रे यस्तो हुन्छ भनी थाहा पाएको भए म घरबाट निस्किन दिदिन थिएँ हे भगवान मेरी छोरीलाई हजुरले जोगाइदिनु हुँदैछ त्यहाँ केही गलत काम बसेर चुप नटोलाइदिनु म हेर्न सक्दैन त्यो फुल आफ्नो जो भित्र पहिला चाहिँ बाँच्न छैन मेरो फुललाई टिपेर लग्नु भन्दा पनि मलाई हजुरसँग बोलाइदिनु सपना खुल्ला आकाशको नागेर गई घरको पर्खा धेरै सोचेथी ऊ मानेन मनले डरको शङ्का जमाना ठिक छ भन्ने आँखा अघि उसको छलको पर्दा धेरै नै ढिलो भइसक्या थियो आँखामा सत्यको छलको पर्दा